अक्षत खेसराहा सोनमा गाँव पालिका एक राम बलि यादव जो एक बजे आयल रहथिन आई अपने के याद कल के कार्यक्रम के हम उनका कहली 8 बजे से अपने फोन लगाए जाओ जे अभी बिजी छी से कह राम बलि यादव और नरेश यादव। ठीक से धन्यवाद। तो ई पहिल श्रोता से हिनकर नाम अब एंट्री कर रहल छी उपेंद्र कुमार यादव जी। हिनकर घर भ गेलैन रघुनाथपुर सोनमा गांव पालिका वार्ड नंबर 3 और हिनकर मोबाइल नंबर भ गेलैन 98 076 43 976 और ई अखन सोनुखरा मोहतरी गांव पालिका वार्ड नंबर 1 अंतर्गत के आधारभूत विद्यालय के नाम की अछि? श्री राष्ट्रीय आधारभूत विद्यालय सोनुखरा मोहतरी गापा 1 मोहतरी। हाँ, सोनुखरा आधारभूत प्राथमिक विद्यालय में कार्यरत छथिन। हिनकर पहिल क्वेश्चन हिनकर पद मिलान के क्वेश्चन रहते जे कि साधारणतया हम सब पहिल क्वेश्चन पद मिलान के संबंध में रखे छिए। तै द्वारे ई पद मिलान के क्वेश्चन में पहिल प्रश्न हम राख चाहे छियन उपेंद्र जी के। उपेंद्र जी आप शब्द सब टिप्ता द के बाद माइंड तेसर सोल SOUL सोल तेकर बाद OF ऑफ तेकर बाद THE तेकर बाद गवर्नमेंट तेकर बाद प्लेज PLAYS यस प्लेज PLAYS हाँ PLAYS प्लेज। तेकर बाद रोल ROLE रोल तेकर बाद हेड HEAD हेड तेकर बाद AND एंड तेकर बाद OF ऑफ तेकर बाद स्टेट STATE स्टेट कहू त शब्द सब द माइंड सोल ऑफ द गवर्नेंस गवर्नमेंट हाँ गवर्नमेंट प्लेज रोल हेड एंड ऑफ स्टेज। हाँ स्टेट गवर्नमेंट के G कैपिटल जी तब गवर्नमेंट प्लेज द रोल ऑफ गवर्नमेंट प्लेज द रोल ऑफ हेड एंड सोल ऑफ माइंड। कनी गड़बड़ा गेल अंतिम में द गवर्नमेंट गड़बड़ा गेल गवर्नमेंट सीधे गवर्नमेंट प्लेज द रोल ऑफ soul and mind at the stage of head. The government plays the role of दूटा कॉमा छे एई सेंटेंस में दूटा कॉमा हेते ले जी
द गवर्नमेंट प्लेज द गवर्नमेंट गलती भ गेल। द गवर्नमेंट प्लेज द रोल ऑफ माइंड एंड सोल एट द स्टेज। नहीं भेल, दूटा कॉमा यूज करऽ पड़तै। द रोल ऑफ एकेटा कॉमा यूज करू, एकटा कॉमा यूज करऽ पड़तै, एकटा। द गवर्नमेंट प्लेज द रोल ऑफ माइंड एंड जल्दी जल्दी। Government plays the role of the mind and soul of head of the age. लिए अथी हाँ, हेड आगा यूज करू, हेड पहिने राखू। Government plays the role of head. Plays of head. प्लेज Government plays the role of head. हाँ, Head कॉमा and कॉमा the stage of mind and the soul. ना ना ना, गड़बड़ा गेल कराओ। स्टेट अंतिम में हेते, स्टेट अंतिम में। ए स्टेट है, हम कहलिए स्टेज ऑफ स्टेट है। स्टेट STATE। ए स्टेट, सॉरी। द गवर्नमेंट प्लेज द रोल ऑफ हेड कॉमा माइंड एंड सोल ऑफ द स्टेट। अहाँ के सब मिला के 0.3। सुनू, गवर्नमेंट प्लेज द रोल ऑफ हेड कॉमा सोल एंड माइंड ऑफ द स्टेट। दोसर प्रश्न आब अहाँ के, आब उपेंद्र जी के दोसर प्रश्न पूछेतन हिनका। उपेंद्र जी के दोसर प्रश्न में एतऽ हम सब 237 पेज के प्रश्न रखे छियन। 237 पेज के प्रश्न उपेंद्र जी के 237 पेज के डी नंबर 236 पेज के डी नंबर उपेंद्र जी। हाँ, अब हम अहाँ के विकल्प दै छी जी। विकल्प सुनू। मंडप, दोसर ससुराली का मान्छेहरू। पहिलो मन्द, तब ससुराली का मान्छेहरू। तेस्रो वैवाहिक बन्धन। त्यसपछि बाराती। त्यसपछि बिहे गर्ने केटी। ल भन्नुहोस् त विकल्प। सर पहिलो मन्द हो, मण्डप। मन्द म आधा न आधा मन्द, अनि ससुराली दोस्रो ससुरालीका मान्छेहरू हो। तेस्रो वैवाहिक बन्धन हो। चौथो बराती हो। पाँचौं बिहे गर्ने केटी हो। ल अब तपाईले यो यसमा
मैट्रिमोनी को अर्थ के हुन्छ? मैट्रिमोनी का अर्थ हुन्छ यो वैवाहिक बन्धन। ल, वैवाहिक बन्धन। मैट्रिमोनी को अर्थ मैट्रिमोनी को अर्थ हुन्छ के त? वैवाहिक बन्धन। वैवाहिक बन्धन मैट्रिमोनी। ल, मैट्रिमोनी वैवाहिक बन्धन। ठीक छ। मैट्रिमोनी वैवाहिक बन्धन। मैट्रिमोनी वैवाहिक बन्धन। ल, तपाईँ एकचोटि विकल्प भन्नुहोस् त के विकल्प राख्नु भएको थियो? मण्डप। ससुरालीका मान्छे। हजुर, मण्डप। मण्डप 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 ससुरालीका मान्छेहरू, वैवाहिक बन्धन, बराती, बिहे गर्ने केटी। ल, मैट्रिमोनी भइसक्यो। हजुर। अब FIANCEE फ्यान्सी। फ्यान्सी। ल, यो भयो पास। केटी। फ्यान्सी को अर्थ केटी। केटी कि बिहे गर्ने केटी? त्यही त, बिहे गर्ने केटी। हजुर। फ्यान्सी CEE फ्यान्सी। ल, त्यसपछि तपाईको अर्को शब्द इन लज। इनलज भनेको त्यो मण्डप मिलेन। ससुरालीका मान्छेहरू। ससुरालीका मान्छे। यो केटाले मेरो छोराले गल्ती। अनि गल्ती भन्छ भने सच्याउने काम तपाईको हो नि त। ल, अर्को पेभिलियन। पेभिलियन भनेको त्यही मण्डप। मण्डप। ल, 0.1। त्यसपछि प्रोसेसन। प्रोसेसन भनेको यो बाराती। बाराती। ल, अर्को प्रश्न। सर, यसमा जसरी वैवाहिक बन्धन सुरुमा भन्दाखेरि एउटा रिचार्ज आयो। हो। अनि त्यसपछि गल्ती भएपछि -0.2 भयो। अनि त्यसपछि 0.1 अनि फेरि 0.1। धन्यवाद सर। ल, अर्को प्रश्न तपाईको कति हो त? 237 पेजको ई नम्बर। उपेन्द्र जी, 237 पेजको ई नम्बर। 237 पेजको ई नम्बर। यो तपाईको मुनेश्वर जीसँग कुरो भएको थियो? हजुर, मैले भन्ने हजुर भयो थियो। उहाँलाई भन्नु होला त्यो बाबा कहाँ हाम्रो सेवाश्रम नेपालले जुन सहयोग गरेको थियो नि, हजुर, त्यसको पिक्चर दिनलाई सम्पर्क भयो भने। बाबा कहाँ? हो, बाबा कहाँ हाम्रो सेवाश्रम नेपालले गएर एउटा कार्यक्रम राखेको थियो। यो बाबा यो के भन्छ यो सेवाश्रम यो बाल आश्रम वाला बाबा कहाँ? हो। अस्तिमा पूर्णिमा गर्ने बेलामा सरसँग कुरा गरेँ कि यसरी उहाँले मलाई मेरोमा मतलब बुझेर फोटो त्यो गर्नुभएको थियो। अनि मैले भने थिएँ सबै थोक। ल, नत्र भने तपाईँ उतातिर जाँदाखेरि बाबासँग एकचोटि सम्पर्क गर्नु होला। अनि हजुरको बारेमा भन्छु। फोटो एकचोटि सरले भन्नुभएको थियो। फोटो यहाँ कार्यक्रम भएको थियो निजामती सेवा दिवसमा सेवाश्रम नेपालले जुन कार्यक्रम गरेको थियो त्यसको फोटो चाहिन्छ भनेर। उहाँको त्यो आश्रम र मेरो कोठा नजिकै छ, लगभग 8-10 फिटको दूरीमा छ। ल, अर्को प्रश्न तपाईको कति हो त? 237 को एफ नम्बर। उपेन्द्र जी, 237 को एफ नम्बर उपेन्द्र जी। ल, यसमा तपाईको
के छ भने विकल्प नेस्क्याफे। नेस्क्याफे ए होइन, यसको विकल्प यो ल नेस्क्याफे, त्यसपछि फ्ल्याट व्हाइट। फ्लाइट फ्ल्याट व्हाइट व्हाइट, FLAT, फ्ल्याट व्हाइट, फ्ल्याट व्हाइट। फ्लैट व्हाइट त्यसपछि तपाईँको अर्को के भयो भने 238। पहिलो नेस्क्याफे, अर्को फ्ल्याट व्हाइट, अर्को भिएना, VIENNA, भिएना। भियना त्यसपछि रेड आई, रेड आई त्यसपछि तपाईँको अमेरिनैको, मेरी मैको नैको, NACO, मैको अमेरिनैको, NACO। ल भन्नुहोस् त विकल्प। यो मेस क्याफे भनेको यो खाना खाने क्याफे कि के भन्नुभयो सर? अब मलाई थाहा छैन। NECCAFE, NESCAFE। हजुर, त नेस्क्याफे अनि नेस्क्याफे फ्ल्याट द होइन, व्हाइट, नेस्क्याफे मात्रै छ, द होइन। नेस्क्याफे अनि फ्ल्याट व्हाइट, भियाना, रेड आई र यो अमेरी नैको। ल मैले दिएको विकल्प मध्ये कॉफीको ट्रेड नेम कुन हो? कॉफीको ट्रेड नेम कुन हो? रेड आई। ल यो भयो गलत। अब भन्नुहोस्। नेसै क्याफे सबै हो, सबै। कॉफीको ट्रेड नेम सबै हो। ल अर्को प्रश्न। तो यसमा माइनस भयो कि एउटा त भनिदिए? भएन मिलेन, माइनस। यो सबै माइनस भयो, प्लस एउटा पनि आएन। ल अर्को प्रश्न। अब हाम्रो उपेन्द्रजीलाई अर्को प्रश्न के छ भने यसमा एन्सरको लागि ई नम्बर भइसक्यो। त्यसपछि 237 को बी नम्बर, 237 को बी नम्बर, 35, 36, 37, 237 को बी नम्बर, 237 को बी नंबर ए। अब 237 को बी नंबर। ल 237 को एफ, 36 को एफ, 36 को एफ, 236। ल 237 को बी नंबर। ल विकल्पमा तपाईको क विकल्पमा हवाई जहाजलाई हावा आदिको कारणले अगाडि बढ्नमा रुकावट। हवाई जहाजलाई हावा आदिको कारणले अगाडि बढ्नमा रुकावट। ल अर्को। हजुर, एरोप्लेनको विंग माथि एयरको फ्लो भएर एरोप्लेन माथि जानु। एरोप्लेनको विंग माथि एयरको फ्लो भएर एरोप्लेन माथि जानु। ल
ग मा एरोप्लेनको इन्जिनको कारणले हवाई जहाज अगाडि बढ्नु। एरोप्लेनको इन्जिनको कारणले हवाई जहाज अगाडि बढ्नु। अर्को ग्रेभिटीको कारणले हवाई जहाजलाई ल्यान्ड गर्न सजिलो हुनु। के भन्नुभयो सर? ग्रेभिटीको कारणले हवाई जहाजलाई ल्यान्ड गर्न सजिलो हुनु। ल अन्तिम विकल्प सबै विकल्पको कारणले थ्रस्ट, लिफ्ट, वेट र ड्र्यागले काम गर्ने गर्दछ। सबै विकल्पको कारणले थ्रस्ट THRUST थ्रस्ट, अर्को लिफ्ट LIFT लिफ्ट, अर्को वेट WEIGST वेट र ड्र्याग DRAG ड्र्यागले काम गर्ने गर्दछ। हजुर। ल हवाई जहाज आकाशमा उड्ने क्रममा थ्रस्टले के गर्दछ? THRUST थ्रस्टले के गर्दछ? ल यो भयो पास। अब भन्नुस्। यो ख नम्बर मिलेन। ग एरोप्लेनको इन्जिन थ्रस्टको काम थ्रस्टले के गर्दछ त? एरोप्लेनको इन्जिनको कारणले हवाई जहाज अगाडि बढ्नु त्यो थ्रस्टको काम हो। ल अर्को प्रश्न हवाई जहाज आकाशमा उड्ने क्रममा लिफ्टले के काम गर्दछ? लिफ्ट LIFT लिफ्टले के काम गर्दछ? यो भयो पास। अब भन्नुस्। घ नम्बर मिलेन। घ नम्बर मिलेन। घ भएन भने ख हो। ख लिफ्ट भनेको माथि उड्नु, माथि जानु। एरोप्लेनको विंग माथि एयरको फ्लो भएर एरोप्लेन माथि जानु। ल अब वेटको काम के हो? वेट हवाई जहाज आकाशमा उड्ने क्रममा वेटले के काम गर्दछ? त्यो हवाई जहाज माथि हावाको अगाडि त्यो रुकावट। क नम्बर मिलेन। ल अब भन्नुस्। तब यो घ नम्बर ब्याट्रीको कारण। ल घ नम्बर ठीक छ। ग्रेभिटीको कारणले जहाजलाई ल्यान्ड गर्न सजिलो हुनु। म त ब्याट्री सुनिहाले, तपाईले भन्नुभयो ग्रेभिटी। ग्रेभिटी हो। त्यो गुरुत्वाकर्षण। मैले सुनिहाले ब्याट्री। ल अर्को प्रश्न। यसमा माइनस प्लस भएन सर? माइनस भयो नि त एउटा। फेरि मैले प्लस पनि भयो। ल अर्को प्रश्न 238 पेजको ए नम्बर। उपेन्द्र जी 238 पेजको ए नम्बर। यसपालि कति गते शनिबार पर्छ? अन्तिम शनिबार 31 गते लास्ट। त्यो महिनाको अन्तिम दिन नै हो। ल ठीक छ। अर्को प्रश्न विकल्प अभय मल्ल, अर्को जगत जंग, अर्को यक्ष मल्ल,
यक्षमल्ल अर्को सुपुष्प, सुपुष्प अर्को भास्कर वर्मा, भास्कर वर्मा अर्को प्रचण्ड देव। प्रचण्ड देव ल भन्नुस् त। अभय मल्ल, जगत जंग, अक्षमल्ल, सुपुष्प, भास्कर वर्मा, प्रचण्ड देव। ल ठिक छ। अब म तपाईलाई कुन प्रश्न सोध्छु भने तपाईको प्रश्नमा तपाईले अब के को उत्तर दिनु पर्यो भने उत्तर दिनु पर्यो तपाईले के को सबभन्दा पहिला तपाईले उत्तर दिनु पर्यो कि पशुपतिनाथमा महास्नानको चलन चलाउने, पशुपतिनाथमा महास्नानको चलन चलाउने विकल्प मध्ये को हो? ल यो भयो पास। अब भन्नुस्। जगत जंग मिलेन। अभय मल्ल, अभय मल्ल। ल अर्को पशुपतिनाथको शिवलिङ्ग अगाडि पूर्व फर्केर राखिएको ठुलो बसहा को निर्माण कसले गरेको हो? जगत जंग। ल जगत जंग। यसमा आयो तपाईलाई 0.6। ल अर्को प्रश्न तपाईको के हो भने अर्को प्रश्नमा पशुपतिनाथमा देवलहरूको निर्माण यो अक्षमल्ल। मिलेन। अब भन्नु सरको। सुपुष्प। ल ठीक छ। अर्को प्रश्नमा तपाईको सुपुष्प भइसकेपछि तपाईको सजिलो प्रश्न। पशुपतिनाथमा भट्ट पुजारीको व्यवस्था? भास्कर वर्मा। मिलेन। ल अब भन्नुस्। यक्षमल्ल। ल ठीक छ। अब तपाईको पशुपतिनाथमा धातुको काममा सुनको बढी प्रयोग गर्ने? भास्कर वर्मा। ल 0.2। अर्को पशुपतिनाथमा देवलहरूको निर्माण सोधिसके सुपुष्प। देवलहरूको निर्माण। पशुपतिनाथमा महास्नान त्यो पनि म तपाईलाई सोधिसके अभय मल्ल। त्यसपछि पशुपतिनाथमा शिवलिङ्गको ठिक सामुन्ने पश्चिमतिर बसहा जगत जंग त्यो पनि सोधिहाले। अब एउटा अर्को प्रश्न। पशुपतिनाथको मन्दिर निर्माण गर्ने? प्रचण्ड देव। ल 0.1। अर्को प्रश्न 238 पेजको बी नम्बर। 238 पेजको बी नम्बर। उपेन्द्र जी। ल विकल्प 26, 52, 78, 104, 130। 26, 52, 178। होइन 78। सॉरी 26, 52, 78, 104, 130। 130। ल
भन्नुहोस् त 26 52 72 104 103 78 26 52 78 26 52 78 104 130 2025 अप्रिल 27 सम्म भारतसँग 132 वटा आणविक अस्त्र छन् भने पाकिस्तानसँग कतिवटा आणविक अस्त्र छन्? त्यो 26 वटा मिलेन। अब भन्नुहोस् 78 वटा मिलेन। 130 हजुर 130 हो। अर्को अनि भारतको कति भन्नुभयो सर? 100 भारतको 132 ए अनि पाकिस्तानको 130। ल अर्को 238 पेजको सी नम्बर 238 पेजको सी नम्बर उपेन्द्र जी। ल 25 से 50 से 75 से 10,000 12,500 2,500 5,000 7,500 10,000 12,500 25 से 50 से 75 से 10,500 12,500 10,000 मात्रै। ए सरी 10,000 अनि 12,500 फेरि भन्नुहोस् 25 से 50 से 75 से 10,000 अनि 12,500। भारतमा रहेको अग्नि 1 मिसाइलको क्षमता 7 से 50 किलोमिटर छ। अग्नि 2 को क्षमता 2000 किलोमिटर छ। अग्नि 3 को क्षमता 3000 किलोमिटर छ भने अग्नि 5 मिसाइलको क्षमता कति किलोमिटर छ? त्यो 50 से। ल यो मिलेन। अब भन्नुहोस् 75 से। ल 75 से हो। ल अब 10:30 बजे फोन गर्नु होला। ल फोन राख्नुहोस्। धन्यवाद। सब खेसराहा सोनमा गाउँपालिका एक राम बलि यादव जी एक बार आयल रहथिन। आई अपने के याद कल के कार्यक्रम के हम उनका कहली 8 बजे से अपने